हामीले जेसुकै काम गर्दाखेरि पनि एकचोटि अरूसँग सल्लाह लिएर गर्दाखेरि राम्रो हुन्छ, बेस्ट हुन्छ। पछि गएर पछुताउनु पर्दैन भनेर चाहिँ यस सोलोले भन्नुभएको छ है। रंगी लिपर सेनाया जावा थम्चे जोगी टु मिगा ढोला मिगा वा घ्योबा रिङ्गी न्योवा नि भन्नुभएको छ होइन। रङ्गी भने आफूले होइन, लेखपर से भने राम्रोसँग होइन, धेरै राम्रो तरिकाले सेनायाङ भनेको तपाईँले जानेको छ, बुझेको छ, गर्ने कसरी गर्ने भने थाहा छ तपाईँलाई। थाहा भए तापनि के गर्नुपर्छ भने झवा थम्चे जुगुरु, झवा भने सबै, झवा भने काम भनेको, झवा भने काम, थम्चे भने सबै होइन, सबै, ढ्वे भनेको चाहिँ सल्लाह लिनु, अरूसँग सल्लाह लिनु, अरूसँग सोधेर भन्नु, त्यो गरेर सुरु गर्नुपर्छ। ढ्वेगी ढुब अरूसँग सल्लाह लिएर गर्नुपर्छ। किन भन्दाखेरि चाहिँ त्यो सल्लाह नलिएर गर्दाखेरि चाहिँ तपाईँ आफू एकहोरो बुझाइ हुन्छ होइन, अरूको एङ्गलबाट के देख्छ त्यो थाहा हुँदैन। त्यो थाहा हुनको लागि पनि एकचोटि अरूसँग सल्लाह लिनै पर्छ भन्नुभएको छैन। अनि के गर्छ भने मिगाङ ढोला मिगाङ, कुनै मान्छे चाहिँ के हुन्छ, मिगाङ भने कुनै मान्छे चाहिँ, ढोला भनेको सल्लाह लिनेलाई मिगावा चाहिँ मन पराउँदैन। ऊ मन नपराइसकेपछि ऊ अलिक घमण्ड पनि हुन्छ, घमण्ड पनि देखाउँछ आफूलाई। त्यो घमण्ड गरेर चाहिँ अरूसँग सरसल्लाह नलिएर आफू एकहोरो गर्न थाल्यो भने के हुन्छ भने चाहिँ घ्युपा रिङ्गी घ्युपा, त्यो तपाईँ पछि गएर पछुताउन सक्छ। त्यो पछि काम बिग्रिएपछि पछुताउनु पर्छ। त्यो पछुताएको चाहिँ अहिले तपाईँले काम गर्दाखेरि तपाईँले इन्भेस्ट गर्दैछ, पैसा हाल्दैछ, त्यो पैसा हालेर काम गरेको कुरा चाहिँ पछि रिग्रेट भएर जाने, पछि पछुताउनु भएर गएपछि चाहिँ तपाईँको त्यो पछुताउने चाहिँ अहिले पैसा तिरेर किनेको जस्तै हो, पैसा हालेर इन्भेस्ट गरे जस्तै हो। त्यही भएर चाहिँ जे काम कुरा गर्दाखेरि नि पैसा हाल्ने भन्दा पहिला अरूलाई एकचोटि सरसल्लाह लिएर चाहिँ गर्दाखेरि तपाईँलाई बेस्ट हुन्छ भनेर चाहिँ ईश्वरले भन्नुभएको छ है। धन्यवाद।